यस्तो छुन त पाइन्न होला यार यो खेल्ने चाहिँ ल पानी चाहिँ छ के अरे हेर्नु एउटा ल साथीहरू वेलकम ब्याक टु माई भ्लग अगेन है आफ्टर लङ टाइम। अब चाहिँ यहाँ बसभित्र बसिसकेको छु। बस चाहिँ हामी उता त्यहाँ हर्कपुरतिर जाने कि पौवानतिर त्यहाँ स्विमिङ गर्ने हो। त्यहाँ स्विमिङ गर्दाखेरि रमाइलो हुन्छ साथीहरू, रमाइलो हुन्छ होइन, हेरिदिनु होला। पछिसम्म हेरिदिनु होला। आज अहिलेदेखि बेलुकासम्मको हो वान स्टे गर्ने हामीले। अनि दुईवटा भ्लग हुन्छ, पार्ट 1 पार्ट 2 आज गएर भोलिको पुरा हेरिदिनु होला। जाने मान्छे चाहिँ यति हो, एउटा सार सचन सार साई मान्छे ल यतै साथीहरू यार के भयो यार यस्तो यहाँ हेर्नु। यहाँ नजारा त राम्रो राखेको अरे अब मान्छेहरू कमी भयो, अलि सक जस्तो लाग्यो। अब यतापट्टि मान्छे नभएपछि त बन्दै भयो जस्तो लाग्यो क्या, त्यही भएर हेर्नु के हो हेर। म त्यो अङ्कल बन्द भएको खुल्लै हो कति आउँछ हामी हेर्न सक्छ है नजारा यार यस्तो खतरा खाल। यहाँ यो खेल्ने चाहिँ ल पानी चाहिँ छ के अरे हेर्नु अरू त यहाँ तल त हुन्छ, तल चाहिँ हुन्छ। अनि त्यो अलि ठुल्ठुलो हाइट भएको छैन, मतलब अलि फिटके लामो गहिरो भएको। अहिले बिग्रिरहेको त्यो मोटर बनाउँदैछ बन्द होला नि, भोलि आउँदा मिल्छ हामी। अनि त्यो कहाँ खाँदा नि त उन्नति भिलेज जानु। ल आज क्यान्सल भयो, भोलिपट्टि आउँछ स्पेसल सर पार्टी थियो। ल ल ल भनेपछि भोलि दिउँसो 1 बजीतिर आउनु पऱ्यो है हामी। फेरि है एउटा उन्नति भिलेज यतै साइडमा त्यहाँ एउटा के अलि राम्रो छ के सिनहरू, अनि त्यहाँ फोटो खिच्छौँ घुम्छौँ। अनि यता चाहिँ क्यान्सल भयो, स्विमिङ पुल क्यान्सल भयो। नर्मल कति हो नि अब टिकट कतिहरू कार्ड थिएन भने ए कार्ड टिकट आइसक्यो कि टिकट छ मैले तिरेँ ल फाइट गरौँ यार, भिडियो बनाएर गर हो कि के अरे त्यस्तो नहुन न यार, भनिदिँदैन नि गरायो भने। टिकट आएको साथीहरू यत्रो लिची आयो यार, हेर त 50 पनि पाइन्न। त्यहाँ सिसिएममा सोध्ने त्यहाँ अघि एउटा दुइटा खाना पाइन्छ होइन खाने यार, यतिकै देखाउन त के भने रियाज चौन मात्रै जस्तो भयो। एउटा नि पाइन्न। ए आइज मलाई खा भनेर हान लिचीहरूले, आइज मलाई खा भनेर हान लिचीहरूले। खाने पाइए के पाइन दबाई हालेको अरे, दबाई हालेको खान्छ खाने होला। ओ ल यतापट्टि कुन सफारी भिलेज छन् छोटीहरू हुन्छ यार, यस्तो खतरनाक रहेछ डेकोरेट भल्ला नरम स्टाइलिङ गर्नु। फेरि यस्तो रहेछ थोरै छ त यहाँ तगडा रहेछ, भित्रपट्टि तगडा रहेछ क्या बाहिर हेर्दाखेरि। यहाँ बसौँ न बसौँ, शीतल रहेछ यार भित्र त यार, सोचे जस्तो रहेछ सुत्नु हुन्छ यस्तो हो क्या। फेरि हामी सुरुमा यही घुम्ने यार कति गऱ्यो भित्र बस्ने डेकोरेट चाहिँ गऱ्यो हन।
100 रुपियाँ वसुल चाहिँ होला जस्तो हो लिची खाएर पनि हुन्छ फोटो खिचेर पनि हुन्छ अब आइफोन ल आइफोनको कमाल झिकम त ल सागर ए खिच्ने हो ल खिच पोज दादाको पोज हेर्नु न यार पिजनहरू हेर्ने यस्तो यो ठ्याक्कै यो के हो छानो गाउँहरूमा हुन्छ यस्तो छानो यस्तो माथि भएपछि हुन्छ नि तलपट्टि चाहिँ शीतलै हुन्छ कि चिसो खालको भित्र भएपछि फेरि हजुरलाई भिडियोमा हेर्दाखेरि चाहिँ त्यस्तो महसुस हुन तर हामी गएर आएको मान्छे त्यहाँ गएपछि अलिक चिसो फिल हो यहीँ चिसो छ किन रुख भएको ठाउँमा चाहिँ अलि हावा पनि धेरै चल्ने अनि चिसो हुनेकै वातावरण तर पसिना चाहिँ रोकियो होइन चिसो भयो भने अब मैले पनि खिच्न पर्ने यहाँ फोटो एकचोटि डल्लै निकाले भयो मेरो अलि ल अगाडि बढियो हामी यहाँ अलि चिले घिजा मात्र यार हामीलाई यार के गर्ने साथीहरू ल साथीहरू यार हेर्नुहोस् त यस्तो नजारा देख्न पाइएको छ यतापट्टि डग्स हो कि डग्स हो के अरे यो डाइनोसर पुरानो जमानाको डाइनोसर अहिले देख्न पाइएको छ यस्तो भ्लग हेर्नु कहिले देख्नुहुन्न तर हान्न नि पर्छ यार यत्रो मोबाइलमा चाहिँ सानो देखियो तर चाँडो बस्न त्यसको माथि यता आउने यता हो सागर यतापट्टि आउने यतापट्टि न त त्यो पोटहरू ओ माई गड युनिक रहेछ त्यहाँ हेर्न सक्नुहुन्छ यार खतरा रहेछ त किन्न मन लाग्यो भने फेरि अलि धनी नै हुनुपर्छ यस्तो चाहिँ यस्तो छुन त पाइन्न होला यार तर यस्तो हेर्नु के हो युनिक छ है ल अझै अगाडि जाऊँ यार अझ स्विजरल्यान्ड नै जानु हो कि यो मात्र भन्नु होला स्विजरल्यान्ड जानु पुरा हेरिदिनु होला पुरा त्यही भन्छु म नहेर्ने हजुर कि घाटा हो के नहेरे त हो त्यो पनि अब हजुरकै मन नहेरे भने कि अब बेलुकासम्म रमाइलो हुन्छ कि हुन्न भन्दा त आफै हजुरको सानो अब दिमाग माइन्ड फ्रेस हुन्छ क्या डिप्रेसनमा गएको मान्छेको पनि त्यो दबाई जस्तो भन्ने भयो कि ब्लग डिप्रेसनमा गएको मान्छेको पनि त्यो दबाई जस्तो भन्ने भयो कि ब्लग बनाएको मान्छे अहिले पुरा हेरिदिनुहोस् कि ल पुरा हेरिदिनु त होटल पनि चुज गर्न यार गाह्रो आज त ल अर्को ठाउँ पनि आइसक्यो ल 3-4 डेस्टिनेसन थियो 3-4वटा अब यो चाहिँ एउटा लास्ट हो कि होइन हो सागर यो लास्ट डेस्टिनेसन होइन घुम्ने कि लास्ट डेस्टिनेसन लास्ट डेस्टिनेसन कहाँ मतलब यो उसको के उन्नति भिलेजको यतापट्टि नि हेर्नु ढुङ्गाको के हो केही होइन के अरे देखाउने जति यहाँ पनि रहेछ मैले देखाउने भोलि पोन्ड भनौँ न यार स्विमिङ भ्यागुदो त्यसरी रहेछ है माछा नभए भने जे होस् अलि के हो अब भनौँ बजेट पुगेन होला त्यही भएर भ्यागु चलायो भने पनि काम चलाएर राख्छ ठिक छ यिनीहरू के हो यार कति फोटो खिच्छन् यार तिमीहरू नखिच्दा हुँदैन तिमीहरू फोटो खिचाइ गर्ने क्यामेरा बन्द गर्दा तैँले 50वटा खिच्छ अहिले भर्खर त्यो भन्न त पाइयो नि तिमीहरूलाई भन्न त पाइयो नि यतापट्टि आइसकेँ म यता के ब्रिजतिर ल साथीहरू अब यति नै हो यताको लागि यति नै हो अब निक्लिन्छौँ धेरै झ्याउ लाग्यो अब एउटा टाइपको भयो क्या त्योहरू लिची फाइनली टिप्यौँ यतापट्टि एउटा ए आइदैन यार अब किन यति टिप्यो भनेर भन्नुभयो यहाँ सर अङ्कललाई सोद्धा टिपेको हो कि हजुर ए सोधेको हो कि त्यहाँ ल टिपियो पुग्यो साथीहरूलाई यतिले ल अङ्कल रातो छ नि भयो त यति भएपछि मैले Yeah.